गाइज वेलकम टु माई फर्स्ट ब्लग। आज चाहिँ मैले भ्लग हाल्दैछु। भ्लग चाहिँ अब सिधै स्कुल टाइममा गएर टक्क आएर हाल्छु। मैले सिधै पछिसम्म त गर्न पाउँदैन। अब स्कुलबाट आएर सिधै बेलुका रागा फाल्नेको भ्लग आउँछ गाइज। सिधै स्कुलबाट आएर अब चाहिँ रागा फाल्न सुरु हुन्छ। सबै आएपछि गडामा रागा फाल्न सुरु। म पनि अत्यन्तै खुसी थिएँ गाइज। अब सबै खुसी हुनुहुन्थ्यो। अब धेरैजना हुनुहुन्थ्यो त्यहाँ त अत्यन्तै खुसी लाग्यो। त्यहाँ त सबै झरोसरो लगेर अब हुन्छ। अब हाम्रो सबै खुसी अब हेर्न सक्नुहुन्छ। मैले अब देख्नुभयो होला। अब हाम्रो गाउँघरको भैसो अब यस्तै हुन्छ। भैसोबाट चाहिँ अब लगातार जाँदै थियौँ है हामी। अब लगातार जान्छौँ अब हामी चाहिँ अगाडि। सबै पनि एकदम रमाइलो गर्दै म त झन् अत्यन्तै एकदमै सबसे खुसी त मै थिएँ होला। अब कति खुसी थिएँ भन्न सक्दिनँ। अब जाँदैछौँ गाइज। अब त्यहाँपछि त आमामा है मान्छे कति हुन् है। त्यहाँबाट चाहिँ लगातार बढ्यो है गाइज। भिडियो चाहिँ लामो हुन्छ भने मैले चाहिँ 15x मा राखिसकेको छु। त्यहाँपछि त मान्छे आमामा कति गाउँबाट अब लगातार खुसी। यो त थोरै यो अब देख्नुहुन्छ अब खतरा। अब सबै जम्मा हुन्छन्। अब देख्नुहुने छ अब हाम्रो ब्लगको। यो चाहिँ मेरो फर्स्ट ब्लग भएर हो। अब गाइज अब हामी सबै भेला हुन लागिसकेका छौँ। केटाहरू उताबाट आइसके, हामी पनि यताबाट आइसक्यौँ। अब युद्ध हुन्छ, युद्ध। त्यहाँबाट प्रत्यक्ष देख्नुहुन्छ आइसकेछन्। अब हामी पनि यहीँबाट हिँड्दैछौँ। भिडियो चाहिँ धेरै लामो होला जस्तो छ। यो चाहिँ मेरो फर्स्ट ब्लग भएर हो। मलाई त्यति साह्रो हुन त त्यति मसँग त्यति त्यो खुबी चाहिँ छैन त्यो बनाउँछु भन्ने जस्तो चाहिँ। अनि साउन्ड पनि त्यस्तो नराम्रो भएर होला है। नराम्रै छ भनौँ न। अब टक्क केटाहरू उताबाट आइसक्यो। अब यताबाट हामी हिँड्ने हो। ल सुरुमै चाहिँ मेरो भाइ आएछ। ल मेरो भाइलाई चाहिँ टक्क मेरो भाइ चाहिँ मेरो सबसे मायालु भाइ हो मेरो भाइ। टक्क आएपछि अब हुन्छ। अब गयौँ एकदमै रमाइलो भयो भनौँ न। अब दुई गाउँ मिलेपछि त झन् कत्रो आमामा त्यो त भन्नै सक्दिनँ। अझै हेर्नुहोस् उतादेखि छन्। अब आमा त्यो बिचको रमाइलो त के हो त्यो त म बयानै गर्न सक्दिनँ। यस्तै होइसोको मैले चाहिँ फर्स्ट टाइम गरेर आएको हो। यो चाहिँ भ्लग हेर्नु आमामा यति धेरै छन्। अझ अगाडि पनि देख्नुहुनेछ। भ्लग चाहिँ खत्रै छ भनौँ। अब मान्छे कति छन् भनेर अझै त अगाडि गइसके। रमाइलो हुन्छ हजुरतिर अगाडि लगातार अनि उता त्यहाँ पुग्यो भने के Finally, guys,
फाल्यो भालो आइसक्यो रुखो फाल्यो फाल्यो फाल फाल देखि लुतो उता छोडिए के भन्दा छ भन्दै आइगो मेरो भाइ भाइको पगमा पछि भलो गर आयो 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 अब त्यही पनि अच्छा चाहिँ राम्रो थियो धेरै रमाइलो त भइहाल्छ एक माथि जान्दै माथि खुसी सबले फालेपछि म त देखि नै छोडेर म त यो हौसम्म देखिरहेको थिएँ फाल्यो त्यसले मान्छेले अब लगातार फाल्छ मेसिन अझै रमाइलो हुन्छ रमाइलो अझै नै सर पनि आउनु भएको रहेछ यो अझै आइसक्यो अब सबै रमाइलो अझै अब गइसक्छन् फाइनली ल काका फाल्यो अब फाइनली फालिसकेको थिएँ अब घरतर्फ हिँडिरहेको थिएँ म अब घरतर्फ हिँडी पनि रहेको अब फाइनली गाइस अब घर रिटर्न उता गाउँ जान्छन् अब हाम्रो गाउँको चाहिँ आउन लागिरहेछन् ल फाइनली घर पुगी जान लागिरहेछौँ हामीले पनि ल गाइस फाइनली अब रातको बाटो अब हिँड्न लागिसक्यौँ अब घरतिर रागो फालेपछि होइन काका अब घरतिर पुग्नु लाग्दैछौँ तर यो भाइ लोट्यो त्यहाँपछि यो ब्लगलाई चाहिँ सपोर्ट गरिदिनु होला लाइक सब्स्क्राइब सबै सेयर गरिदिनु होला माथिको घरमा चाहिँ अर्को भिडियोमा हाम्रो घरतिर लाग्नु पर्यो भनेर चाहिँ म फेरि एकछिन आफ्नो थोप्रा चाहिँ मेरो थोप्रा देखिएन गाइस रातिमा अब हिँड्दैछु अब आफ्नो घरतिर अब त्यहाँ अब सबै छुट्टिनुहुन्छ त्यहाँ है रागो फालेपछि चाहिँ सबै कोही पनि सँगै बस्दैन आफ्नो आफ्नो घरबाट आउनुभएको हुन्छ सबै गइहाल्नुहुन्छ म पनि लागेँ तर घरतिर लागिसकेँ अब सुरुमा गएपछि त अब पानी फाल्नु पर्यो नत्र त्यहाँ आइहाल्यो भन्ने हुन्छ गाउँतिरको तर फाइनली घर त्यही हो गाइस अब जाँदैछु म त लगातार हिँडेँ अन्त थोरै थियो त्यहाँ म ल घर आयो टक्क है टक्क घर आयो अब मम्मीले पानी फाल्नुहुन्छ होला भनेर माथि गएको म मम्मी भन्छु मम्मी हुनुहुँदैन मम्मी भन्छु हुनुहुन्न ल लास्टमा त ढोका लाग्छ आमामा खोइ कता जानुभयो भनेर यताउता हेर्छु त ठ्याक्क तलबाट आउनु टक्क मम्मी आउनुभयो मम्मीको हिँडे फेरि सोलो छ गाइस टक्क आएपछि मम्मी मलाई पानी फाल्नु भनेको छिटाबाट च्याम्म फाल्नु भयो फालिसक्नु भएको थियो हडक्क चाहिँ खाना खानु पर्यो भनेर अब भित्र हिँडिरहेको थिएँ भित्र हिँडिरहेको अब ट्याक्क मैले चाहिँ आफ्नो कोठाको चाहिँ ढोका खुलिसकेको थिएँ गाइस फाइनली ढोका खोलेको गाइस अघि हतारमा गएको कट्टु कहाँ छ मलाई आफैलाई थाहा छ अब चाहिँ यहीँ अन्त्य गरेर चाहन्छौँ अब सिधै अर्को आउँछौँ नेक्स्ट ब्लगमा यो ब्लगलाई चाहिँ सपोर्ट गरिदिनु होला लाइक सब्स्क्राइब सबै सेयर गरिदिनु होला थ्याङ्क यू गाइस अब भेट्नेछौँ अर्को भिडियोमा